नमस्कार, स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानल हमर क्लासमा। साथीहरू, आज हामी एक्सेलको बारेमा डेफिनिसन एक्सेलको बारेमा हामीले आज इन्ट्रोडक्सन यो भिडियोमा सिक्नेछौँ, जान्नेछौँ, बुझ्नेछौँ। एक्सेल सिक्नको लागि हामीले पहिला छोटकरीमा यसको केही जानकारी सिकौँ, त्यसपछि स्टेप बाई स्टेप सिक्नेछौँ। आजको यस भिडियोमा एक्सेलको इन्ट्रोडक्सन बारे हामी जानकारी लिनेछौँ। सुरु गरौँ अब। Part 1 Introduction to MS Excel. What is MS Excel? Excel भनेको के हो? MS Excel एउटा स्प्रेडसिट सफ्टवेयर हो जुन डेटा सङ्कलन, विश्लेषण, गणना र ग्राफिकल रूपमा जानकारी प्रस्तुत गर्नका लागि प्रयोग गरिन्छ। यसलाई विभिन्न पेशागत कामहरू, वित्तीय तालिका गणना र चार्टहरू बनाउनमा उपयोग गर्न सकिन्छ। अब यसका यो एक्सेल हामीले किन युज गर्ने? Why use MS Excel? अर्को प्रश्न छ, Why use MS Excel? MS Excel प्रयोग किन गर्ने? MS Excel प्रयोग गर्दा तपाईसँग ठुलो मात्रामा डेटा व्यवस्थित गर्न, गणना गर्न र रिपोर्टहरू सिर्जना गर्न सजिलो हुन्छ। अब MS Excel को इंटरफेस ओवरव्यू यो MS Excel को इंटरफेस ओभरभ्यू में हामीले तीनवटा इंटरफेस देख्न सक्छौं, जसमा रहेको छ एक नंबर वर्कबुक एंड वर्कशीट। एक्सेल में वर्कबुक एउटा फाइल हो जसमा थुप्रै वर्कशीटहरू हुन्छन्। प्रत्येक वर्कशीट एउटा पृष्ठको रूपमा कार्य गर्दछ, जसमा पंक्तिहरू र स्तम्भहरू
हुन्छन्। त्यसपछि अब हामी अर्को हाम्रो हुन्छ नम्बर 2 सेल। यसमा हामीले यो सेलको एक्सेलको प्रत्येक पंक्ति र स्तम्भको सङ्गममा एउटा सेल हुन्छ। यो कलम र रोको यो बीच भागमा जुन देख्न सक्नुहुन्छ यो ठाउँलाई सेल भनिन्छ। प्रत्येक सेललाई एक अद्वितीय ठेगाना दिइन्छ। जस्तै A1 A B C यो कलम भयो A B C र यहाँ यसको नम्बर ठेगाना भनेको यसको नम्बर एक्ज्याक्ट नम्बर हुन्छ। जस्तै मान्नुहोस् अब मैले यहाँ राखेको छु भने E यहाँ हेर्नुहोस् यसको रोको पंक्ति नम्बर कति छ भने यहाँ 13 रहेको छ। जस्तै अब यसको ठेगाना के भयो भने E13। यो हामीले फर्मुला युज गर्दाखेरि यसलाई युज गर्न ठेगानाको रूपमा हामीले यो युज गर्न सक्छौं। जस्तै अर्को छ यहाँ F अर्को G यसरी हामीले ठेगाना दिन सक्छौं। यो रोको हिसाबले अब यसको तल गयो भने अब ठेगाना जस्तै अब E को 13 भयो भने अब F को दिनु भयो भने यहाँ कति हुन्छ 14। यहाँ F14 हुन्छ। यसरी चेन्ज भइराख्छ सबैको ठेगाना। यो कलम र यो रोको ठ्याक्क बीचको यो सेलको एड्रेस भन्न सकिन्छ र दिन सकिन्छ। फर्मुला युज गर्दाखेरि हामीले यो ध्यान पुर्याउनु पर्छ। अर्को छ नम्बर 3 रिबन and tabs। रिबन माथि भएको मेनु हो। रिबन माथि भएको मेनु हो जसमा सबै प्रमुख टुल्स र कमान्डहरू समावेश छन्। मुख्य ट्याबहरू हुन्छ जस्तै होम, इन्सर्ट, पेज लेआउट, फर्मुला, डाटा, रिभ्यू र भ्यू। यो ट्याबहरू मुख्य रहेको छ। यसरी हामीले बुझ्न सक्छौं यो रिबन र ट्याबको बारेमा। त्यसपछि
हामीले यो फाइल मेनुहरूको भिडियो पनि यो भिडियोभन्दा पहिला हामीले यो फाइल मेनुको बनाइसकेको छौँ। तपाईँ त्यो भिडियो हेर्न सक्नुहुन्छ। हस्, आजको लागि यति नै। अर्को भिडियो लिएर फेरि आउनेछौँ। नमस्ते, धन्यवाद।